स्वागत छ आजको भिडियोमा हाम्रो। आज हामी चाहिँ कहाँ जाने अब केटाहरू तल झरिसक्यो। अब म पनि जान्छु बिस्तारै किनभने मेरो खुट्टामा इन्जुरी छ। हामी साथीहरू सबजना मिलेर मुभी हेर्न गइरहेको छौँ काशी सिनेप्लेक्स। अगाडि छन् हाम्रो, पछाडि हाम्रो क्लासमेट हो। यो हाम्रो पुरै क्लासको टुर हो होइन। हामी चाहिँ यो टलटलापुर घाममा हिँड्दै अझ अहिले बहुत गर्मी छ, त्यही पनि ज्याकेट लाएर हिँडेको छौँ किनभने छाला नडरोस्। त्यसपछि यी हाम्रो सेठजी हाम्रो मुभी हेर्नको लागि एकदम तयार भएर ह्यान्डसम भएर गइरहेको छ होइन। यस मुभी हेर्न हामी अति उत्सुक छौँ किनभने मेरो फर्स्ट टाइम हो। त्यो पछाडि मेरो चाहिँ यो चाहिँ फोर्थ टाइम। पछाडि केटीहरूसँग हिँड्ने केटाहरू चाहिँ हाम्रै क्लास भन्ने थियो ठाउँ चाहिँ एकदम रमाइलो छ, गर्मी मात्रै बढी हो। अनि ट्राफिक नियमको पालना गरौँ गाइज होइन। यसरी रोडमा हिँड्नु भएन, साइडमा पेडेस्ट्रियन बाटोमा हिँड्नु पर्यो, पैदल यात्री भएर यस्तो गर्ने हो भने हामीले ए हो यार, मेरो हात दुखिसक्यो। म आइरहेको छु। मसँग पछाडि हाम्रो दोस्तहरू हुनुहुन्छ। आज चाहिँ खासमा हामी मुभी हेर्न जानला हो, त्यो पनि पार्ट 2 अफ धुरन्धर है। पार्ट 1 को हामीले रिभ्यू पनि हेऱ्यौँ प्लस मुभी पनि हेऱ्यौँ। अनि यहाँ हुनुहुन्छ हाम्रो सिकेजी हुनुहुन्छ हजुर। अनि यहाँ हामी छौँ यता पुरा हेरौँ आज कस्तो हुन्छ मुभी होइन। मुभी कतिको राम्रो लाग्छ, तर पनि साथीहरूसँग चाहिँ अलिकति राम्रै होला भन्ने आशा गरौँ। That mirrors the ocean's ebb and flow. The sound of distance. हामी चाहिँ आइपुग्यो यहाँ र त्यो ठ्याक्कै यो भाटबटिन्छ होइन। भाटबटिनको अगाडिमा काशी सिनेप्लेक्स र यहाँ साथीहरू आइपुगेछ पहिला नै। म अलिकति पछाडि परिसकेको छु। अब इन्ट्री गऱ्यो हामी। यही हो हाम्रो फिल्म आजको। ब्लग बनाउन दिनु यसलाई।